केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा जसरी अवरोध आयो विगतमा कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरूमा जुन खालको अवरोध आइरहेको थियो त्यो अवरोध चाहिँ अब हामीले फुकाउनुपर्छ भन्ने सम्बन्धमा मेरो आफ्नो त्यो अपेक्षा थियो। त्यो अपेक्षा मैले बमोजिमको यहाँ चाहिँ मैले निर्देशनहरू दिएको छु। बाँकी त अब यो कानुन बमोजिम हुने कुरा हो। अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनु पर्ने हुन्छ। प्रचलित कानुन बमोजिम र रोकिन नपर्ने विषयहरू जसरी यदि रोकिएका छन् भनेदेखि र कुनै नयाँ सुरुवात हुनुपर्ने विषयवस्तुहरू छन् भनेदेखि त्यसलाई चाहिँ तुरन्त अगाडि बढाउनुपर्छ भन्ने मेरो निर्देशन पनि भएको छ। धेरै विषयवस्तुहरू छन्। मैले एउटा विषय मात्रै एउटा मन्त्रीको हिसाबले मैले एउटा विषयवस्तु मात्रैमा निर्देशन दिने अपेक्षा राख्ने गरेर हुँदैन। यहाँ धेरै विषय छन्। सुशासनको लागि एउटा विषयमा मात्रै ध्यान दिएर हुँदैन, समग्र विषयमा ध्यान दिनुपर्छ। र बिचमा अब त हामीले सहकार्य गर्नलाई पहिला कुरा वस्तुस्थिति बुझ्नु पर्यो नि त। सर आउनु भएको छ, सरले खटाइदिनु भएको छ, मतलब बसेर बुझेरै निर्णय गरेका छौँ यसमा है भनिसकेपछि अब यसपछि चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुराको पर्याप्त अपडेट्स लिएको छ। आज फाइलहरू जो रोकिएर बस्ने सबै ब्रेक थ्रु हुन्छ। हिजो अस्ति पनि कतिपय कुराहरू विभिन्न ठाउँबाट सूचना चुएको छ होइन, ब्रेक थ्रु हुन्छ। अब तपाईँले जे देख्नु भएको थियो विगतमा पोलिटिकल कनेक्सनको आधारमा जे कुराहरू रोकिया थियो, जे कुरा बिथोलिया थियो, अब त्यस्तो